ल देख्न सक्नुहुन्छ दर्शकबिन हेटौँडाको मेन रोडको घर धमाधम भत्काइरहेको छ। यता भत्काइरहेको छ, यता भत्काइरहेको छ, यता पुरै छारो धुलो छ। यो सरकारी बिल्डिङ थियो, उद्योग वाणिज्य सङ्घ पुरै नै तहस नहस भएको छ। देख्न सक्नुहुन्छ एकदम छारो धुलो छ, यता भत्काइरहेको छ, केही देखेको छैन। पुरै छारो धुलो कोलाहल भइरहेछ। यहाँ हेटौँडा बजारमा के भइरहेको अचम्म भइरहेछ। ल अब घर भत्कायो, तर यतिकै तीव्र रूपमा पनि बाटो बन्योस्। हेर्नुहोस् त धमाधम घर भत्किरहेको छ। यो घर मेरै साथीको घर हो। ल इसेवा पनि गयो। अब छारो धुलो व्यापक रूपमा छ। ल ड्याङडुङ हानिरहेको छ घरहरू पनि। ल हेटौँडामा एकदम नै अहिले चाहिँ ल यता पनि जेसिबीले पुरै हानिरहेको छ होइन। अब यहाँ देखिएका सबै घरहरू भत्किने भए। प्रहरी प्रशासनहरू, नगरपालिका प्रहरीहरू सब आएका छन्। प्रतिदेखि हानिरहेको छ घरहरू। ल देख्न सक्नुहुन्छ मान्छे हेर्नेको मान्छे एकदम धेरै छ। मोबाइल पनि एकदम धेरै व्यक्तिले चढाइरहेका छन्, भिडियो हालिरहेका छन् होइन। ल ल त्यहाँतिर पनि जेसिबीले खोटाइरहेको छ, यता जेसिबीले खोटाइरहेको छ, यता घरहरू हानिरहेको छ। यो ठुलो बिल्डिङ भवन सबै जाने भयो र यहाँ वरिपरि देखेको सबै घरहरू चाहिँ भत्किने भयो। अब